मलेसियामा चाहिँ अस्ति फेरि 16% खाएको रहेछ ग्रुपमा अनि पुरै हानाहान भएछ। 16%को नसामा अनि कसैले केही शब्द बोल्यो कि रिस उठिहाल्छ। रिस उठेपछि अब पकपक हानिहाल्छ। हानेपछि चोरबाट लागिहाल्छ। त्यही भएर खाने मान्छ भने मलेसियामा बस्ने दाजुभाइहरू, कतारमा, साउदीमा, दुबईमा बस्ने साथीहरू होइन, दाजुभाइहरू के भन्न चाहन्छ भने खाने मान्छ भने आफ्नो ल्याउने, आफ्नो रुममा खाने। रुममा बसेर खानु हुँदैन कि रुममा बस्दाखेरि अब नसा लागिसकेपछि मान्छेले के शब्द बोलिरहेको भने खाएपछि थाहा हुँदैन। त्यही भएर आफै ल्याउने, आफै खाने रुमभित्र। हामी पनि खान्छौँ त, खोइ हामी त भित्र बसेको मलेसियामा हामी त खोइसँग झगडा गर्दैन, खाए पनि आफ्नो रुममा खाने हो कि आफ्नो त्यो ग्रुपमा बसेर खाने होइन। मलेसियामा पनि अब यहाँ ग्याङ फाइट परिरहन्छ। नहुने चाहिँ यो विदेशमा नेपाली नै घाँडो हो कि सबैले त भन्दैन। त्यो दारु पानी खानेहरू केटाहरूले भन्छ कि खाने मन लाग्छ सबैलाई होइन, जातले पाएको हो। तर पनि जातले पायो भन्दैमा त्यो ग्रुपमा बसेर अब वालसेल खाने होइन कि जति खानु मन छ ल्याउने, रुमभित्र ल्याउने, एक्लै खाने। साथीभाइसँग खाएपछि त्यही त हुन्छ, झगडा त परिहाल्छ। त्यही भएर धेरै जस्तो यो मलेसियामा बस्ने दाजुभाइहरू कुस्ती खेलेको देख्छ कम्पनीतिर पनि। अनि यो सेक्युरिटी लाइनमा पनि सक्दो एक्लै खाने हो कि एक्लै ल्याउने, एक्लै खाने। साथीभाइले पनि खाउनु पनि पर्छ, जरुरी छैन उनीहरू पनि कमाइरहेको छ होइन। साथीभाइले पनि किनेर नखाओस्, हामीले खाउनु नपरोस्, आफै ल्याउने, आफै खाने। हामी त खोइ त झगडा कहिल्यै हुँदैन हाम्रो त। मेन कुरा अब एक्लै लिएर खाने हो कि रुमतिर बसेर खाने। मान्छे 12% खाऊ कि 16% खाऊ कि ब्ल्याक लेबल लिएर खाऊ कि मेक्टोल लिएर खाओस् कि हुस्की लिएर खाओस् कि एक्लै लिएर खाने, एक्लै पैसा तिर्ने। त्यही भएर चाहिँ सजिलो हुन्छ। ग्रुपमा बस्यो त हाम्रो पनि यहाँ ग्रुपै छ नि हाम्रो पनि, तर हामी ग्रुपमा बसेर खाँदैन। आफ्नो पैसा आफै खाने हो। रुममा सौन्दल्याङ उतान टाङ पर्ने, सुत्ने हो, सिरान चाप्ने, गर्लफ्रेन्ड र बुढी सम्झिने, रात कटाउने, भोलिबाट झुरुक्क उठ्ने, तुरुक्क मुत्ने, नाउ धुए गर्ने, लाग्ने, सलाम ठोक्ने।